तपाईहरुलाई मैले फुल मन्दिर देखाइरहेको छु सन्तानेश्वर महादेव मन्दिर हाई हेलो नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल आज चाहिँ नयाँ वर्ष हैन 2082 सालको वैशाख 1 गतेको दिन हैन हामी चाहिँ मामा भाइ म बहिनी मामा माइजू भान्जी अनि एउटा सानो बहिनी हामी वज्रबाराई मन्दिर आएको छौँ के दर्शन गर्न पनि हुन्छ अनि नव वर्षको पहिलो दिन घुमघाम पनि हुन्छ भन्ने हिसाबले हामी चाहिँ ललितपुरको वज्रबाराई मन्दिर दर्शन गर्न आएको छौँ अनि के कस्तो छ मन्दिर फर्स्ट टाइम आउँदै छैन हामी तपाईहरुलाई मेरो भिडियो मार्फत देखाउँछु तर मेरो भिडियो चाहिँ लास्टसम्म हेर्न होला हजुर अनि को आएको छन् भन्ने कुरा म तपाईहरुलाई भिडियो मार्फत देखाउँछु उहाँ चाहिँ मामा सदा चाहिँ आइरहने मेरो युट्युब च्यानलमा अनुराग अनि यो चाहिँ मेरो भाइ ऊ पनि सदाबार जस्तो आइरहेको हुन्छ किनभने हामी सँगसँगै घुमेर गइरहन्छ नि त्यो भएर अनि प्लस अब हामीसँग को हुनुहुन्छ म तपाईँलाई इन्ट्रोड्युसन गराउँछु यो चाहिँ हाम्रो बहिनी हेलो भन्छ अनि उहाँ चाहिँ हाम्रो भान्जी हेलो गरिदिनु त बजाइदिनु एकचोटि बजाइदिनु ढुङ्गा पनि बच्चा अनि उहाँ चाहिँ ज्वाइँ साहब बहिनी माइजू मामा हामी आज नयाँ वर्षको दिन कहाँ आएको छौँ अरे वज्रबाराई अनि हामी चाहिँ त्यो बाइक पार्किङ गरेर यहाँबाट हामी चाहिँ एकदम हिँडिरहेको छौँ हिँड्ने बाटो चाहिँ यस्तो रहेछ नि पुरा जङ्गलबाटको बाटो साइड छैन त बिचमा बाटो रहेछ हामी चाहिँ मन्दिर प्रवेश गरिसकेको छौँ तपाईँहरूलाई मन्दिर देखाउँदैछौँ यसै वज्रबाराई मन्दिर होइन यो मन्दिरको विशेषता भने गजु चाहिँ छैन क्या यसको इतिहास पढ्दाखेरि चाहिँ यो मन्दिरको चाहिँ तपाईँको एक दिनमा बनाएको हुनाले यसमा गजु राख्न चाहिँ भ्याइएन अरे क्या त्यो दिनदेखि गजु राख्न नभ्याएको कारणले गर्दा यो मन्दिरमा गजुरै छैन अनि आज त नयाँ वर्षको दिन भएर होला नि मान्छेहरू पनि टनाटन दर्शन गर्न आउनुभएको छ तपाईँहरूलाई देखाउँछु यो मन्दिर चाहिँ होइन पुरा एकदम जङ्गलको बिचमा रहेछ क्या एकदम सुनसान वातावरणमा तर आज चाहिँ नयाँ वर्ष भएर होइन नयाँ वर्ष भएको कारणले त मान्छेको भिड भएको छ अरू दिन पनि हुन्छ होला तर जो म यहाँभन्दा बाइक चाहिँ बाटोतिर तपाईँको यसो बाहिर चाहिँ एकदम सुनसान आनन्द फुल्ने जङ्गलको बिच हुन्छ नि जङ्गलको बिचमा रहेको छ यो मन्दिर अनि पछाडिबाट चाहिँ यस्तो देखिन्छ मन्दिर होइन पछाडि चाहिँ यस्तो रहेको छ हामी चाहिँ होइन मन्दिर दर्शन गऱ्यो सबैजना दर्शन गऱ्यो मन्दिर वरिपरि फोटो खिच्यो होइन अनि यहाँ चाहिँ जङ्गलमा यस्तो वरिपरि घुम्ने ठाउँ रहेछ क्या अनि हामी चाहिँ यहाँ बाटो घुम्दैछौँ अनि यहाँ चाहिँ पिकनिक स्पोट पनि एकदम रमाइलो छ क्या आज चाहिँ तपाईँहरूमा डान्स देखाउँदैन यहाँ चाहिँ यतिको रमाइलो होइन नाच गान चलिरहेछ आज नयाँ वर्षको दिन सबजना रमाइलो गरिरहेको छ अनि एकदम पिकनिक स्पोट मजाको अनि वरिपरि जङ्गल होइन अनि साइड साइडमा जालीहरूले यसरी बेरिएको छ अनि बाटो यस्तो छ पुरा प्रस्तर गरिएको छ यो चाहिँ तपाईँको वज्रबाराई मन्दिर क्षेत्र ललितपुर जिल्लामा अवस्थित छ होइन गोदावरी नगरपालिकामा एकदम अहिले चाहिँ अब न्यु इयरको दिन भएर अलिक एकदम हल्ला खल्ला छ होइन पछि चाहिँ अनि अब अरू दिन चाहिँ तपाईँको नर्मल भएको चाहिँ एकदम सुनसान वातावरण भएको एकदम अनि यहाँनिर चाहिँ तपाईँको एक्सर्साइज गर्ने पार्क पनि रहेछ होइन अनि बच्चाहरूलाई खेल्नलाई यहाँ एक्सर्साइज गर्ने अब यस्तो पार्क रहेछ भित्र चाहिँ व्यवस्थित पनि रहेछ क्या यहाँनिर चाहिँ तपाईँहरूलाई देखाउन सक्छु यो चाहिँ तपाईँको गोदावरी नगरपालिका ललितपुर जिल्लामा अवस्थित यो चाहिँ वज्रबाराई मन्दिर क्षेत्र हो अनि यहाँ हाम्रो टोलीहरू पनि यहाँ पुरा इन्जोय गरेर माइजू बहिनी यहाँ बहिनी यहाँ भान्जी हामी चाहिँ वज्रबाराई मन्दिर घुमिसकेर अनि सन्तानेश्वर महादेव मन्दिर आएर छ क्या यो पनि एउटै बाटो गोदावरी जाने बाटो साइडमै पर्छ अनि हामी चाहिँ त्यहाँबाट आउँदैछौँ अनि यहाँबाट चाहिँ सिडी रहेछ क्या माथिपट्टि रहेछ अनि अब चाहिँ हामी यहाँबाट जाँदैछौँ
टोलीहरू घुम्दैछ अनि माइजू र बहिनी चाहिँ यहाँ होइन अनि भाइ मामाहरू चाहिँ जैसँग चाहिँ अलिकतिर गइरहेछन् म तपाईँहरू देखाइरहेको छु अनि हाम्रो दुईवटा ग्याङ चाहिँ पुरा हर्न बजाउँदै हिँडिरहेछन् अनि बाटो चाहिँ यस्तो छ कि सन्तानेश्वर महादेव जाने बाटो मन्दिर चाहिँ माथि डाँडामा रहेछ मन्दिर चाहिँ अनि सिडीमा को बाटो हुँदै माथि पुग्नु भन्दैछ कि माथि जानुपर्ने रहेछ टोलीहरू हिँड्दैछन् दुईवटा फुचीहरू चाहिँ भान्जी र बहिनी चाहिँ माथि जाँदैछन् जाँदैछन् ल भाइले हेलो गर्दैछ यहाँको भ्यू चाहिँ होइन माथि टपबाट चाहिँ यस्तो भ्यू देखिँदो रहेछ ल चाहिँ ललितपुर जिल्लामा अवस्थित छ होइन यहाँबाट सही देखिँदो रहेछ यस्तो ठाउँ अझ क्लियर छैन मौसम क्लियर भयो मजाले देखिन्छ ल प्लेन आइरहेछ क्या तपाईँ देख्न सक्नुहुन्छ अनि फाइनली चाहिँ हामी चाहिँ गेटमा आइपुगेछ मन्दिरमा अनि यहाँबाट चाहिँ माथिबाट चाहिँ टपको भ्यू अझ त्योभन्दा नि टपको भ्यू चाहिँ यहाँबाट देखिँदैछ ल पुरा अहिले चाहिँ मौसम एकदम क्लियर नभएर चाहिँ त्यति धेरै टाढाको चाहिँ देखिरहेछ भिजिबिलिटी चाहिँ छैन यहाँबाट चाहिँ यस्तो देखिरहेछ प्लस अब यहाँबाट चाहिँ मन्दिर तपाईँलाई मैले फुल मन्दिर देखाइरहेको छु सन्तानेश्वर महादेव मन्दिर अनि यो चाहिँ तपाईँहरूलाई मैले देखाएँ होइन लुक्स यो चाहिँ पछाडिबाट तपाईँलाई म अब अगाडिबाट पनि गेट देखाइरहेको छु अनि यहाँबाट चाहिँ सबैको साइड भ्यू होइन मजाले यहाँको भ्यू पनि देख्न सकिन्छ यहाँबाट सन्तानेश्वर महादेवको मन्दिर हो यो चाहिँ अनि यहाँबाट चाहिँ मजाको भ्यू देखिँदो रहेछ क्या ल अनि तल चाहिँ पुरा सल्लाहको रुख छ अनि त्यो एरियातिर गोदावरीको एरिया नगरपालिका भइहाल्यो माथि चाहिँ पुरा क्लाउडी छ कि पानी परेको थियो कि सन्तानेश्वर महादेव मन्दिर यहाँनिर चाहिँ आएर तपाईँको सन्तान माग्नुभयो भने इच्छा पुरा हुन्छ अरे भन्ने भनिन्छ अनि तपाईँहरूलाई चाहिँ म यसको पुरै घुमाएर देखाउँदैछु अनि अहिले चाहिँ पछाडिको गेट खुले छैन कि यहाँबाट तपाईँको मन्दिर देखाउँदैछ मन्दिर चाहिँ त्यहाँनिर रहेको छ यस्तो छ अनि यहाँबाट चाहिँ तपाईँको भ्यू पोइन्टहरू मजाको एकदम दामी तपाईँ देख्न सक्नुहुन्छ होइन एकदम सुन्दर शान्त काठमाडौँको एकदम नजिक रहेको मन्दिर सन्तानेश्वर महादेव मन्दिर एकदम दामी ठाउँमा छ क्या तपाईँहरू पनि आउन सक्नुहुन्छ सन्तानेश्वर महादेव मन्दिर तपाईँहरूलाई चाहिँ मैले भ्यू देखाएँ होइन यहाँबाट चाहिँ माथिको भ्यूबाट दामी देखिरहेछ एकदम सही फाइनली रूपमा होइन हाम्रो चाहिँ यहाँ सन्तानेश्वर महादेव मन्दिरको पनि दर्शन भइसक्यो अनि अब चाहिँ बेलुकाको 5:30 भइसक्यो अब चाहिँ हामी यहाँबाट घर जाँदैछौँ अनि आज चाहिँ हामीले न्यु इयरमा वज्रबारै मन्दिर र सन्तानेश्वर महादेव मन्दिरको दर्शन गऱ्यौँ होइन अनि हामी दुईवटा मन्दिरको दर्शन गरेर घुमघाम गरेर हामीले चाहिँ न्यु इयर मनायौँ अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ क्या यहाँ चाहिँ एकदम बेस्ट प्लेस काठमाडौँबाट नजिकको अनि यो चाहिँ तपाईँको गोदावरी नगरपालिकामा तपाईँको थैबाबाट भित्र छिर्यो भने थैबाबाट पनि छिर्न सकिन्छ यता बाडे गाउँबाट पनि तपाईँको चापागाउँ जाने साइडतिर आउनुभयो भने तपाईँहरू यो लोकेसनमा आउन सक्नुहुन्छ वज्रबागेश्वर मन्दिर र सन्तानेश्वर महादेव मन्दिर अनि हामी चाहिँ अब दर्शन गरेर अब हामी जाँदैछौँ कस्तो लाग्यो आजको न्यु इयर हाम्रो कस्तो भयो एकदम मिठो एकदम रमाइलो अनि भनिदिनु पर्यो आजको हाम्रो कस्तो न्यु इयर कस्तो भयो कतिको रमाइलो झकास रमाइलो भयो रमाइलो भयो किन भन्दा भान्जीको हाम्रो पिपी गरेर बजाइरहनु भएको कुरा चाहिँ फुट्यो के यो भान्जीको फुटेर चाहिँ 3टा थियो एउटा फुटेर चाहिँ भान्जीलाई चाहिँ नराम्रो भयो तर हाम्रो चाहिँ एकदम रमाइलो भयो र आजको यो ब्लग चाहिँ हामी यही इन्ड गर्दैछु यति भन्दै यो भिडियो हेर्न हुने सबैजनालाई सब्स्क्राइब लाइक शेयर पनि गरिदिनु होला धन्यवाद प्लस कमेन्ट पनि गरिदिनु होला प्लस यो भिडियो हेर्ने लास्टसम्म सबैजनालाई चाहिँ ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर हाम्रो सबै तर्फबाट ह्याप्पी न्यु इयर है ह्याप्पी